Welcome back to my channel. हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल हैन आज पनि हामी फेरि पनि माछा मार्न आछौँ। आज अलिकति म पनि सन्चो छैन। आज अलिकति रुवा खुकीले चाहिँ अलिकति शरीर चाहिँ अलिकति भने जस्तो ठिक छैन हैन। आज पनि फेरि हामी म सहित 8 जना चाहिँ हामी माछा मार्न आछौँ। हामीले मार्ने रह भनेको चाहिँ यही रह हो हैन। अब गत वर्ष पनि मारियो लगभग 3 किलो जति मारियो। अब आज यसपालि चाहिँ अब कति मारिन्छ बल्ल काम सुरु हुँदैछ। केटाहरूले काम गर्दैछ हैन। यही रह हो। अब अलिकति लामै छ यो दुवाली चाहिँ र यो पानीले चाहिँ बारेर यो कुना कुना चाहिँ यो खोलाएर चाहिँ यो पानीले यताबाट तर्काउने भन्ने कुरा भएको छ। केटाहरू यहाँ कम तयार रूपमा चाहिँ काम गर्दैछ। अलिकति यहाँ माटो पाउन चाहिँ अलिक गाह्रो छ। यहाँ अलिकति खेतबारी पनि छैन। यो अलिकति माटोको चाहिँ अलिकति समस्या छ। तैपनि हेरौँ कोसिस गर्छौँ यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला हैन। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अब भिडियो चाहिँ अलि सक्दो सेयर गरिदिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ मेरो यो पवन युट्युब च्यानलले चाहिँ सब्स्क्राइब गरिदिनु होला। ल अब चाहिँ म पनि जान्छु काम गर्न। केटाहरू मलाई कुरेर बसिरहेछ। अब म पनि अब काम गर्छु। अब टाइममा चाहिँ हजुरहरूले माछा समाएको काम गरेर चाहिँ हजुरहरूलाई देखाउने छु। अहिले चाहिँ हाम्रो यहाँ थुन्ने कार्यक्रम सुरु भएको छ। अहिले चाहिँ पानी ल्याउनै अलिकति गाह्रो भयो कि अलिकति यहाँ डाँडा भएर यहाँ विवेक अबुरेले चाहिँ माटो बोक्दैछ। अब पानी आए चाहिँ अलिक सजिलो हुन्छ। केटाहरू दुईजना यहाँ खन्दैछ फेरि। ल अहिले चाहिँ हाम्रो काम हुँदैछ। ल अहिले चाहिँ हाम्रो 12-11 हुँदैछ। हेलो कहाँ गएर हो? हाम्रो माछा मार्ने कार्यक्रम सुरु भइसकेको छ। आशा छ कि मेरो हातबाट मोबाइल नछुटोस्। फलिसकेको छ माछा र हाम्रो दाजुले टिप्नुहुन्छ। यो लोकेसनमा गएर खिच्न फोटो एकबार हामी यता फोटो नै हेर्नुपर्छ। यहाँ त त्यहाँ साउन्ड भयो फालिदिनु बेसिकली माछा। ओके यहाँबाट पनि माछा त आएकै छैन यार। घरको पनि सघाल्नु भयो। र हाम्रो पवनजी हुनुहुन्छ त्यहाँभित्र होइन त मुन्डाइ भने क्या। ओहो हाम्रो यहाँ जाल हानेमा हुनुहुन्छ विवेक गुरुङ। ओहो चिप्ले यार। हामी माछा हेर्दैछौँ। आशा छ कि माछा आउनेछ टन्नै। हेर्नु सक्नुहुन्छ त्यहाँ अलिकति सानो सानो माछा छ।
आउँछ कि भन्ने आशमा ए पवन थाकुली छोडी के ओइ यो अरे ऊ त्यो बेगैरले बोल्नु थाकुली ओइ तीनटा के तीनटा आएर बोलेको त्यहाँ ल लाउनु तीनटा पवनजी तीनटा माछा समातिसँग गएको छ जालीबाट चाहिँ र हामी हेर्ने आश छौँ मासु हजुर सौदी क्या उचाल्नु त धन्न मेरो हातहरू फुकेको ठ्याक्कै त्यहाँ अगाडि माछा सानो एउटा ओके ल त ल सर माछा आउँछ कि भने आश र यसपालिको आशमा पानी भएको छ ओहो ए दाइ पाउँदै उता यता हो त्यहाँ यो भित्र यता बिचमा हो क्या धागो तान्नु अरे कि त्यो जालीको त्यहाँ हामीले आउँदै कि कतै समात्नु भयो कच्चो आउनु छ हाम्रो त माछा पऱ्यो भने खबर आइसकेको छ त्यो सानो माछा छ हजुरहरूले देख्नुहुन्छ होला त्यो सानो छ हो दुईवटा हो त्यहाँ दुईवटा हो सानो छ ठुल्ठुलो आउँछ कि भने आश रमा जानुपर्छ होइन रमा होइन यहाँ छ क्या कस्तो बनाएको त थाकुली बत्तीले बनाएको काँडले गएको सानो माछाहरू टम्ने छ उतापट्टि अलिकति ल एकचोटि सरर हाल्नु त विवेकजीले हाल्नुभएको जाली एउटा माछा हो अलिकति ठुलै माछा सक्नुहुन्छ ल सरर अलिकति परेन यसपालि भाग्य नरहेछ र यता हाम्रो जालीमा पऱ्यो कि जालमा पऱ्यो कि यता भने त पऱ्यो होइन अग्लो गाडा मात्र पऱ्यो यहाँभित्र नि ठुलै देख्थ्यो अघि एउटा समातिसके जस्तो लाग्थ्यो ल अब माछा समातेर हाल्ने काम मेरो हुन्छ अर्को ठ्याक्कै सिस्नो गाडीमा रहेछ फेरि अर्को हाम्रो फुलुङ अझ थोरै भइसकेको थोरै छ अहिले यही माछा भन्ने हालिदिउँ होला यो लट्ठीले गोचौँ ल
उता छोरा गोज्ने हो छैन यहाँ गोज्ने हो जाने आहारा रातिर गयो ल फाल्दिनु ल टाइगर फिस फुत्तो भयो ल अर्काउनु पर्यो धन्न चिप्लेको ठिकै छ होइन पर्ला कि अहिले चाहिँ ठुलै माछा पर्ला कि परेन त्यो सिङ्गातिर थियो क्या त्यो पनि खाइन्छ जुगाले हाम्रो जुगा है औषधि गर्नु पर्यो ल है अचार जलाइदियो हुन्छ नि त नत्र फुलुङमा धेरै भएन आज सधैँ धेरै हुँदैन साथीहरू कहिले धेरै कहिले थोरै हुनेछ आज भने अलिक थोरै नै भएको छ ए गयो यार त्यहीँभित्र गयो पर्यो माछा पर्यो फेरि पर्यो यस्तो माछा पर्दाखेरि हामी पवनजीको स्माइल अलिकति अझ हराइसकेको छ अघि देख्नुभयो होला हाम्रो विवेकजीको पोज यस स्माइल माछा काकाले माछा ठुलो भयो भर्खरै मैले भिडियो गरेको थिएँ तिम्रो ल ल राई भन्नु ल ल फुत्त ठुलो पऱ्यो ठुलो ल यत्रो 10-20वटा पऱ्यो त झन् 10-20 होइन 20-30वटा ल ल ल ल ल गोजेर गोज्दाखेरि लागेछ बिचरा हेर्नुहोस् त माछालाई गाह्रो छ अग्ले गाह्रो अब म यहाँ दाइ खान गएर लागिरहेको छु दाइ खान्न दाइ पार्ने नाटक त बेसी नै छ हाम्रो विवेकजीको नाटक चाहिँ अलि बेसी नै हुन्छ ल आयो माछा आयो माछा आयो माछा ल पनि गयो हाम्रो माछा खानेमा पर्यो पर्यो ल यहाँ अहिले खैँजाडी सुरु भइरहेको छ खैँजाडीको माछा समातेको छ यो गाई ताराले यहाँ फुर्लुङ भरिन लागिसक्यो अब फुर्लुङ भरेपछि यहाँ घोची माछा निकालिदिइरहेको छ तरिकाले चट्टा पाराले ल साथी हो हामी चाहिँ अहिले 8 जना आएको छौँ माछा मार्न अनि यो ठाउँमा मार्दैछौँ यो चट्टा पाराले मारिरहेको छौँ हामी यहाँ हुनुहुन्छ सबैजना चट्टा पाराले यहाँ माछा समात्यो भनेर अलिकति हात उल्टो पर्यो भनेर चाहिँ अर्को
माछ होला भन्नु त्यही अर्किँदै विवेक त के हो जसले यो मान्छे यत्तिकै अर्क्यो ल भिडियोमा क्याप्चर भयो अघिदेखि ओतान्नु परिरहेको थियो यता 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 ल है त गाइज नमाथि यत्रो माछाले गालामा हान्ने भए हान्दा हुन्छ है पालो पालो है हाम्रो विवेकजीले समात्नु भएको ल आजको सबसे ठुलो यही हो अर्को सानो अच्छा ल अब अर्को पनि असलीमा निकालिदिउँ त ल एकछिनलाई फेरि भिडियो पज हाम्रो यहाँ माछा मार्ने कार्यक्रम हुँदैछ र उतापट्टि हाम्रो दाजुहरू गन्ठोकाई कस्तो लाग्यो त नि हाम्रो दाजुहरूको गन्ठोकाई ट्याङ्की ड्याङ ल ल ल अह आइरहेको छ फाल्नु 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 नाले रे नाले माछा यति निसाउन बहुत मुस्किल छ नाले माछा ल माछा नि उग्लेको रहेछ यस्तो उग्लेकोले झुकाउँछ हामीलाई च्यापो पनि खानु खानु अर्को च्यापो पनि आयो अर्को च्यापो पनि आयो च्यापा च्यापा टाइगर फिस खुट्टा दुख्यो पास आउनु भयो है त अहिले यस 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 ल कक्रो के पऱ्यो पा यो बनाउनु चाहिँ हाम्रो फुलुङमा कत्रो ठुलो हो त नि पानी यार एक चरण भनेको 300 दुईचोटिमा रोकिनुहुन्न भने जस्तो ल त झक्क पऱ्यो सेउला मात्र पऱ्यो यार अहिले हामी दुईजना मात्र भएको बेलामा जाल हान्दाखेरि माल पऱ्यो है केटा माल छोड्दैछ अलि यहाँ भिडियोमा देखाउनु लाग्यो छोड यहाँ हेरौँ न अरू पनि छ माछा त छ अरू चाहिँ तर लुक्या कि भित्र लुक्या त्यसलाई घोचेर निकाल्नु पर्छ तर साथीहरूले सुनाउँदैछ विवेक गुरुङले मलाई त खुसी लाग्यो हेर्दाखेरि चाहिँ हाम्रो फुलुङ पनि बल्ल आदि हुन आँटेको छ र हाम्रो यहाँको सबसे ठुलो माछा चाहिँ हाम्रो मिस्टर विवेक गुरुङले समात्नु भएको थियो र अहिले सेकेन्ड पनि ठुलै यो पनि ठुलै छ है त ल साथीहरू है यहाँ ठुलो खोइ यो हो क्या सायद यो होइन यो नै ठुलो छ अर्को मैले भनेकै थिएँ त यो अघि तपाईँले देख्नुभयो होला भिडियोमा हाम्रो विवेक गुरुङ कोप्रो परेर एकछिन बेरसम्म बसिराख्नु भएको थियो यही माछा समात्नाले हो फेरि एउटा एक लट जाल हान्नुहुन्छ अरे हाम्रो यहाँ यसो इनर्जी ड्रिङ्क ए ल त्यो भिडियो चाहिँ क्लिप कट हान्दिनँ है ल ओहो सोल्डी तेरिया ठ्याक्कै निक्लिरहेको थियो भित्र गइहाल्यो ठुलो थियो यत्रो थियो भर्खरको समाउँथ्यो नि त्यत्रो थियो पर्छ कि भने आसमा
र हाम्रो आस परोस् भन्ने है त ल साथीहरू है छ पर्यो 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 ऊ ऊ ऊ पर्यो फेरि दुइटा पर्यो त केटा है ल है हाम्रो आज कति टिन्डा हाम्रो विवेक गुरुङले फुर्लुङै भराउँछ जस्तो छ है अझै ठुलो छ सोल्ली त्यत्रो छ अझै त्यहाँभित्र चिया हाम्रो साथीहरू आइपुग्नु भयो बल्ल बाहिर आयो के अझै अझै एउटा थियो कि ठुलो भित्र छिर्यो कि त्यहाँभित्र छिर्यो कि अनि त्यहाँभित्र छिर्यो एउटा भित्र चारवटासम्म थियो यहाँभित्र एउटा छ यहाँभित्र एउटा ठुलो छ ठुलो छ यत्रो छ ए ज्याकपटै लाग्यो है केटाको बिना देब्रेपट्टि 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 ऊ माछा त छ कि ल फेरि अर्को हाम्रो बेनाश्री आयत्ता गुरुङले सुहाउनु भयो अहिले चाहिँ कट हान्दिनँ है ल हाम्रो पवन गुरुङले जाल हान्नुको छ ओहो ल यत्रो यत्रो पऱ्यो नि त ओहो हाम्रो त ज्याकपटै लाग्यो नि त केटा हो ल अलिक लाग्यो क्लिप ए एकचोटि पऱ्यो एउटा पऱ्यो एउटा पऱ्यो सानो भयो नि पढ्न त पऱ्यो त्यो ठुलो खै अर्को एउटा ल अलि ल अलिलाई यति ल हाम्रो पवन गुरुङले जाल हान्नुभएको थियो र पऱ्यो ठुलो नै ल छोड्नु भएन है छोड्नु भएन ल तपाईँ किन माथि आएको त अब तल जाने हो तलपट्टिको नि फुल पर्छ त्यो उसमा गोडमा उयो माथि उयो उयो ऊ ल है तल माछा परे गुजिहालीमा कत्रो भन्दाखेरि त्यत्रो हेर्नु ल है हाम्रो मिस्टर विवेक गुरुङको रेकर्ड तोड्यो है त ल अर्गन छ है त्यहाँ जालमा छ अझै एउटा छ यस्तो खुसी हुँदाखेरि चाहिँ ड्राइभ त हानै पर्छ नि एक ड्राइभ त पर्छ अनि खै यस्तो माथि देखाउ त माथि देखाउ सोल्टी ल है त ठुलै पऱ्यो त फाल ल फाल फालै त ए फाल्नु न पारेर ल अझसम्मको ठुलो यही हो त ल है त गाइस ल नेक्स्ट सेकेन्ड बिगर वान नेक्स्ट सेकेन्ड हो र फर्स्ट होला नि यो त त्यही त नि साइजमा ठुलो ल हल्ले यति ल है त गाइस तपाईँले सोचेर थपाउनु भयो होला हाम्रो विवेक गुरुङ खुसी हुनुभएको छ किनकि अर्को ठुलै माछा परेको छ हाम्रो विवेक गुरुङको हातमा ल हेर्न सक्नुहुन्छ अब यसलाई ठुलो भने कत्रो ठुलो भन्ने भन्नुहोस् त अघि हाम्रो फुलुङ यति थियो अहिले भरिन लगाइरहेको छ आई होप भरियोस् हामीले दुईवटा फुलुङ ल्याएको थियो दुईवटा फुलुङ भरेमा हामीले भव्य रमाइलो गर्छौँ कि भन्ने आशमा छौँ र यहाँ माछा खासै देखेको छैन ऊ त्यो सानो माछा रहेछ देख्नुहुन्छ कि देख्नुहुन्न त्यहाँ ऊ सानो माछा के रहेछ त्यो सानो छ त्यो चाहिँ
ओहो नि काट्नु पर्यो यार एक क्लिप यार बिला हो यार आफ्नो विवेक गुरुङले हान्नुभएको जाल अलिकति सेसको हजुरहरूले भिडियोमा हेर्नुभयो पर्यो लगायो त लगायो त जाल हान्नेको बिग्रियो पनि माछा चाहिँ पर्यो है त्यो कुरामा खुसी लाग्यो दुइटा पर्यो ल भिडियो अनै छ है जल्दी है ल है हेर्न सक्नुहुन्छ ऊ ठ्याक्क ऊ देख्नुभयो ठ्याक्क हाल्दै सक्नुभयो अर्को पनि दुइटा सक्नुभयो ल फुत्त यता फालौँ ल ढिलो नगरी फालौँ ऊ जान्छ है जान्छ यस अब अर्को यस यो हो नि त शैली माछा मार्ने माझिँदै यो कुन चाहिँ खोला ओहो सोल्ली यहाँ ठ्याक्क यहाँ गयो यार तल गयो यार यहाँ भिडियोमा चाहिँ स्योर देख्यो समात्यो सोल्ली ठुल्ठुलो समात्यो नाना एकछिन नाना परेन त्यो मैले देखाएको माछा त परेन है भिडियोमा देखेको माछा चाहिँ परेन है ल पऱ्यो भने म आज दिन्छु ल एउटा माछा चाहिँ पऱ्यो ऊ त्यहाँ छेउमा देख्नुभयो ऊ त्यहाँ ठ्याक्कै लाइनमा ऊ तिमीले समातिको हाल्दै ठाउँमा पऱ्यो एउटा चाहिँ ऊ अर्को पनि माछा पऱ्यो ल सानो पऱ्यो तर दुइटा पऱ्यो यो भिडियो चाहिँ क्लिप कट हान है ल अब चाहिँ अन्तिम भयो अब चाहिँ हामी घरतिर फर्किन्छौँ कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला आज नि पर्यो माछा निकै आज चाहिँ ठुल्ठुलै छ ल यो भिडियोलाई चाहिँ सक्दो सेयर गरिदिनु होला नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला ल आजको लागि यति नै कति बेला खाइछु कौवा चिनी मोलो हुआ हाँ बाजो चिनी मोलो हुआ तेरे उजो अच्छा छिरा वाला मेरा पहिले बना Thank you for watching my video.